हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग होइन। आज चाहिँ हामी यहाँ साइकल राइडमा जान आँटेको छौँ। म चाहिँ तिम्रो साइकलमा छु, आज मेरो साइकलमा होइन। अनि आज हामी चाहिँ कहाँ जानु भन्दाखेरि तल तपाईँहरू यता रविमा बस्नेहरूलाई र खेसङकोमा बस्नुहुनेहरूलाई थाहा नै छ होला, पुल नुवाखोलाको पुल। हामी चाहिँ आज त्यो झोलङ्गे पुलमा जाँदैछौँ। ओह्रालो छ बाटो, अब आउँदा चाहिँ उकालो र भगवान् सम्झनालाई मैले अब समर्पण लाग्यो होइन। अनि योबाट यो चाहिँ ओह्रालो छ। अब हामी गेटदेखि छिर्छौँ अनि साइकलमा हुन्छ यता ल। यसो ल म गेट थुन्छु माथि होला जाँदा पनि हुन्छ। अब चाहिँ हामी हिँडौँ। चलो 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 हजुर। र हामी चाहिँ ए तिन धोबानेबाट अब हिँडेको हाम्रो राइड स्टार्ट भयो। यो अलिकति उकालोमा चाहिँ कस्तो साह्रो पर्छ कि खुट्टा पेल्ने। ओहो कुकुर पनि आए। के चाहिँ आयो है आयो भन्दैछ हौ, के बेच्नेछ हौ। अलिक बिस्तारै कुदाउनु न भाइ। आयो है आयो भन्दैछ। ल के चाहिँ लिएको रहेछ हौ यहाँ? हरियो मकैहरू पो रहेछ। यस हामी चाहिँ यहाँ अब यो चाहिँ भन्छ भेरेटा रवि राखे रोड हो। मेन रोड चाहिँ यो हो, बनिँदैछ यहाँदेखि जाने हो। ओह्रालो भन्छ क्या मजा आउँछ भने कि के भयो अलिक टाइट लगाउ न। अलि अगाडि तिमी हिँड न अगाडि, तिमीलाई भ्लगमा निकाल्नु पऱ्यो नि त अगाडि हिँड। आज साकेम चाहिँ घर गएको छ अनि आएन। हामी दुईजना मात्रै छौँ यहाँ, त्यही भएर हाम्रो पालो हिँडेको। देख्नु सक्नुहुँदैछ होला यहाँ दामी रोड बनिँदैछ। हजुर आज चाहिँ जाडो छ क्या मौसम पनि रविको। हिजो चाहिँ कस्तो मजाले घाम लागिरहेको थियो, खोइ आज त छैन, जाडो छ। त्यही कारणले हाम्रो हिँडेको। एक्सिडेन्ट झन् भयो। Yes. माथिको चाहिँ रवि बजार, यो तल चाहिँ मेन रोड चाहिँ यहाँ तल हो हाम्रो। अब यहाँ मिनी मेला पनि लाग्न रहेछ, मिनी महोत्सव 16 गतेदेखि अरे माक्राङटारमा।
15 दिने रबीमा माक्रेङ टाढाहरू हेर्नुहोस् है। दामी देखिन्छ है भ्यू त। अब पछि यो पिच भएपछि झन् दामी देखिन्छ यहाँ जग्गा चाहिँ नि ओपी देखिन्छ। अब हामी चाहिँ यहाँदेखि ओह्रालो झर्छौँ। हामी चाहिँ क्याम्पस गएको नि त रवि क्याम्पस। धुलो त अनि बाफुरे स्लिप खाँदैछ त स्लिप खाँदैछ। आज त बजार हो नि त साँच्ची बजारबाट फर्किने पाउन रहेछ। ओह्रालो छ है पुरै ओह्रालो छ। ब्रेक लाग्दैछ कि छैन त्यसको? ब्रेक लाग्दैछ कि छैन? ए आफ्नो बाटो यता साइड हिँड्नु है, त्यताबाट भरे तलबाट गाडी आयो भने फेरि चट्टै काट्नु सकिँदैन है। किनभने टर्निङमा चाहिँ गाह्रो हुन्छ कि धुलो पनि छ अनि धुलो भएको कारणले गाह्रो हुन्छ। कहाँ गइरहेको तिमीहरू? खोइ तिमीहरूको साइकल हामी यता जाडोमा यस्तो ओह्रालो छ कि यो भिडियोमा चाहिँ ओह्रालै देखिँदैन क्या फेरि। बग्छ नि सल्लाह ल। ब्रेक छोड्ने होइन नि भाइ, अगाडि पछाडि गर्ने भल्का लगाऊ है भाइ। ढुङ्गा चाहिँ कति साह्रो हो। यस्तो साह्रो छ कि यो। अब चाहिँ उकालोमा जाने। ल अब चाहिँ हामीहरू पुल आइपुग्यौँ। गरम पो भयो नि। के चाहिँ रिबन? ए तलबाट अलिक तलबाट एकछिन वेट गर न बिस्तारै भाइ, बिस्तारै नहोस् उ नगर न, पाइडल नमान न। ल हामी गयौँ अब पुलमा। गयौँ है। यस्तो यहाँ
त्यहाँदेखि कस्तो ठुलो पो छ त तल 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 छ हो यता परबाट गयो भने चाहिँ खेचङ्ग पुगिन्छ हातै गल्छ हो यस्तो यो ब्रेक लाउँदा अब हामी चाहिँ पुल तरेर ठ्याक्क पुल तर्नु साथै रवि क्याम्पस भेटिन्छ क्या यहाँ चाहिँ उकालो भयो हल्लिएर नि यो पुल हल्लेपछि चाहिँ कुदाउनु नै अप्ठ्यारो हुन्न कि हामी चाहिँ आइपुग्यौँ रवि क्याम्पस यही हो रवि क्याम्पस चाहिँ र गाइस आजको भिडियो चाहिँ म यहीँ अन्त गर्न चाहन्छु र मेरो भिडियोलाई हेरेर प्रतिक्रिया दिनु होला त्यसै गरी मेरो भिडियोलाई लाइक कमेन्ट सेयर पनि गरिदिनु होला सब्स्क्राइब पनि गरिदिनु होला त्यसै गरी सबैजनालाई बाइ बाइ सायोनारा